12 बजे राति लुगा धुन आएको यार। पैसा कति लो नभएर यस्तै हुन्छ। यत्रो पैसा छ एउटा पनि चलेन। बिजोग भयो बिजोग। लुगा हालिसकेको छ हैन। सिलिङ हान्न पाएको छैन। एकछिनमा भइहाल्छ नि। 25 मिनेट लाग्छ। कति बुङ्गोस हुन्छ दिनमा? 100 वटा पुरानो हुक्का यार। बस्दै बाहिर निस्क्यो रेस्ट टाइम पनि पाएन। निलम त अनि पुरा पोइन्ट खोलेर पोइन्ट गएर अनि त्यो के भन्छ अरे। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ 10 बजे राति है म चाहिँ यसरी लुगाहरू सब लगेर चाहिँ तल वासिङ मेसिनमा धुनलाई लाँदैछु। चेन निकाल्न भनेको यहाँ पैसा खाइरहेको छैन है। पैसा कति लो नभएर यस्तै हुन्छ। दाउजा यहाँ झर्छ है। भर्खर 3 रिङ्गेट भएछ। अझै हाल्नुपर्ने छ। साथीहरू मेरो चाहिँ यहाँ बिजोग भएको छ है। बिजोग कपडा हाल्नुपर्ने होइन। यहाँ अलिकति यहाँ 6 रिङ्गेट भने उता 5 रिङ्गेट भनेपछि मलाई 11 रिङ्गेटको कोइन साट्नुपर्ने थियो है। चेन साट्नुपर्ने थियो। सिलिङ यति मात्रै भएको थियो, 4वटा मात्रै। पैसा हालेको चल्दै चलेन। अनि उता पसलमा गएर सोधेको अनि त्यहाँ पनि छैन भन्छ है। अहिले बन्द भइसकेको रहेछ। अनि पैसा छैन अहिले भन्छ। अनि यहाँबाट निकाल्न खोजेको चल्दै चलेन क्या। पैसा खोइ पुरै थोत्रो भएछ। अनि खाँदै खाएन। पैसा त छ नभएको होइन कि, तर यत्रो पैसा छ एउटा पनि चलेन। बिजोग भयो बिजोग। लुगा हालिसकेको छ होइन। सिलिङ हान्न पाएको छैन। त बेला न कुबेला आएर होला। अब बिजोग भएको छैन। अहिले 10:30 भइसकेको छ रातिको। दिनभरि सुतेर बस्यो होइन। अनि फेरि मुड कहिले के हुन्छ क्या। दिनभरि आएन पनि यतिकै सुतेर बस्यो। अनि यतिखेर जाम जस्तो लाग्यो। अनि 1 घन्टा त लाग्छ भनेर रुममा नलैगइकन चाहिँ अनि यहाँ लिएर आएको थियो। फाइनली मेरो चाहिँ साथी आएर होइन, साथीको पैसा हालेर चाहिँ साटिसकेको छ है। यहाँ 6वटा हाल्नु पर्यो। 1 2 3 4 5। अब एउटा 6। अब स्टार्ट गर्नु पर्यो। पहिला एकचोटि यहाँ यार सर लुगा त हाल्न आयो, स्टार्ट गर्नु नजान्ने त सुरुमा। म त झन् यहाँ त्यहाँ भयो नि 6 होला भनेर गएको त छैन भन्छ। खाना आएको हो अब त पैसा भयो त कति धेरै छ। के छ नयाँ नौलो काम यार। सात चिसो भयो कि बाहिरको? त्यो चाहिँ टाइम सकिसकेछ है। टाइम सकिसकेछ। अब उता सुकाउनेमा हाल्नु पर्यो। बल्ल यता भयो 11 बजिसक्यो। अब कति हाल्नु पर्यो? 5वटा सिलिङ हाल्नु पर्यो है। 1 2। अब घुम्दैछ है। एकछिनमा भइहाल्छ नि। 25 मिनेट लाग्छ। अहिले चाहिँ 12 बजिसक्यो। 12 बजे कोही छैन यार। फोनमा पनि चार्ज सकिसकेको छ। 12 बजे राति लुगा धुन आएको यार। जाँगर त यत्रो जाँगर भएको मान्छे त रुममै धुने। 12 बजे राति यहाँ लुगा धुन अल्छी लागेर यसरी आउनु परेको छ। र मेरो चाहिँ लुगा धोएर पनि लगाइसकेको छ। यस्तो अवस्थामा छौँ होइन। यो झन्डै नलगेको यार। फेरि मोबाइल हेरेपछि यस्तै हुन्छ है।
मैले चाहिँ यहाँ बेड पनि मिलाइसकेँ रुममा आएर अनि अहिले चाहिँ 12:20 भइसकेको छ है रातिको अनि अहिले चाहिँ सुत्नुपर्ने हुन्छ र मैले भिडियो पनि अझ एडिट गर्नलाई बाँकी नै छ है दिउँसोको चाउमिनवाला भ्लग एडिट गर्नै बाँकी छ सायद यो भिडियो आउने बेलासम्म त्यो भिडियो आइसक्छ होइन एडिट गर्न बाँकी छ र त्यो चाहिँ अहिले यसो हल्का फुल्का एडिट गरेर चाहिँ भोलि बिहानसम्ममा हालिदिन्छु अनि अब चाहिँ सुत्नुपर्ने हुन्छ किनकि मेरो भोलि बिहान ड्युटी जानुपर्ने छ अनि छिट्टै उठेर ड्युटी जानुपर्ने छ त्यही भएर चाहिँ अहिले चाहिँ हल्का फुल्का एडिट गरेर अनि त्यसपछि सुत्नुपर्ने हुन्छ अनि अब चाहिँ हामी एकैचोटि अब बिहान भेट्ने छौँ अहिलेलाई चाहिँ गुड नाइट भन्न चाहन्छु सबैजनालाई राम्रोसँग सुत्नु होला भन्न चाहन्छु हेलो साथीहरू अनि गुड मर्निङ एन्ड वेलकम भन्न चाहन्छु है फेरि पनि अहिले चाहिँ म ड्युटी जान लाग्यो होइन बिहान पनि भइसकेको छ अनि ड्युटी जान लाग्यो रेडी पनि भइसकेको छ म अब चाहिँ ड्युटी जानुपर्ने हुन्छ आज चाहिँ खाना बाहिरबाट लानुपर्ने हुन्छ किनकि आज ओटीको दिन होइन स्याटरडेको दिन हो खाना म आज बाहिरबाट लान्छु अनि अर्को पनि साथी हुनुहुन्छ ड्युटी जानुपर्ने हुन्छ खाना त्यहीँबाट लगाउँ ल यहाँबाट हो यहीँ अगाडिहरू अस्ति म त्यहीँबाट लगेर खाएको यहाँ अगाडि हो त्यो कति के भन्छ रामदाईहरू मिठो बनाउँछ त्यहाँ ठिकै लाग्छ कुन मोबाइल बनाउने अरे सस्तो धेरै महँगो पनि होइन टिक्काको कतिको 200 को बिरालो त यार बाघ जस्तो छ त 1000-1200 को आसाङले 800 कि 900 को किनेर आएको छ त आसाङले के कुन मोबाइल ओप्पो कि कुन भन्दा 5G चल्ने अलिक झ्याउ भन्छ क्या जानु ल खाना लानुपर्ने छ अस्ति त म है यहाँ आएको के यहीँ बाइक राखेर रहेछ अनि छाता ओढेर लिएर आएको थियो नि त यहीँ उसमा राखेर गएको अनि पुरै छातै बिर्सेर गएछ ठारै छ हो चिकन मात्रै होला है चिकन मात्रै होला है खाना लिएर आउँछु ल म रामदाईको होटलबाट मन डालेँ न तिनवटा अरे अझ एउटा ल ड्युटी हो नि शनिबार त प्रायः सबैको जस्तो हुन्छ शनिबार त प्रायः धेरैकै हुन्छ कति बुङ्गोस हुन्छ दिनमा टन्नै हुन्छ है 100वटा आमामा कति खेर उठेर बनाउनु हुन्छ यत्रो सब्जी बेलुकै काटकुट हुन्छ होला है बसाउँछ यो रिचार्ज कार्ड ल्याउनु भन्नु त्यो सिम ल्याउनु कसो रिचार्ज गर सिम कि रिचार्ज रिचार्ज भयो त मैसँग छ भन्नु खोजेको रिचार्ज त टन्नै छ मेरो मोबाइलमा आउने सिममा आउने डिजीमा नचलेर नि नचलेर किन मेरो त दुईवटा सिम छ पब्जीमा नयाँबाट चलाइरहेको छु पुरानो पनि यतिकै हालिरहेको छु आइसक्नु भयो पुरानो हुक्का यार लामो खाले रहेछ चल्छ चल्दैन यो खाना त यार भित्तामा त त्यस्तो छैन नि है सेटिङको फेरि धुनु लाग्यो पुराले सेटिङमा पनि एउटा दुइटै गरी तिनवटा गरेको कतिखेरदेखि कतिखेरसम्म गऱ्यो
बिहानबाट स्टार्ट गरेको नि बेलुका 4 बजीसम्म हो कि 5 बजीसम्म आयो त्यस्तो बस्नै पाएन नि रेस्ट टाइम पनि गर्नु पाएन एकदम यार घाम रेस्ट टाइम पनि गर्नु पाएन भने कस्तो भने आएन भने त्यही भएपछि अलिक झ्याउ हुन्छ क्या झ्याउ पनि अनि कम त भने गर्मी पनि यतिको भने निलम त पुरै भिजिरहेको थियो भिज्छ निलम पुरै भिजिरहेको थियो है अहिले कपडा धुँदा त निलम त अनि पुरा अनि पोइन्ट खोलेर पोइन्ट सुकाएर अनि त्यो के भन्छ अरे के गर त्यो लोगो लागेको थियो कि पुरै त्यो पानी सेफ्टी छ पुरै सेफ्टी त्यो लागेको थियो बाहिर ऊ मात्रै के यो कुरो त अस्ति तँबाट देख्थ्यो अहिले यहाँ छ त दुइटा केटी रहेछ होइन कम्पनी आइपुग्यो 10 बजेको रेस्टमा पनि रेस्टै भएन 4 बजेको रेस्टमा रेस्टै भएन 5 बजी त राम्रोसित बस्न पाएन भने सो गाइज अहिले चाहिँ म ड्युटीबाट पनि निस्किसकेको छैन अनि अहिले चाहिँ 5 बजिसकेको छ र आजको लागि चाहिँ भिडियो यति नै भयो कस्तो लागेर कमेन्ट गरिदिनु होला भन्दै अनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला आजलाई यति नै बाई